कहिले जेनजीलाई आतंककारी भन्छन् त कहिले तिम्रा बाबुको हिम्मत छ भने केपी ओलीलाई समातेर देखाऊ भन्छन्। तिम्रो बाबुको हिम्मत छ भने केपी ओलीलाई छोएर देखाऊ, देशभरि आगो बल्ने। कहिले बलात्कारको केसमा पर्छन् त कहिले पत्रकारहरूलाई ज्यान मार्ने धम्की समेत दिन्छन्। त्यो चोर उसकै ठुलो चोर भने जस्तै आजको केस छ हाम्रा प्रिय युवा सांसद जसलाई बलात्कारको आरोप र मान्छे मार्ने धम्की दिने सांसदको रूपमा पनि चिन्न सकिन्छ। एउटा यस्तो सांसद जसलाई आफ्नै पार्टीको महिला कार्यकर्तामाथि यौन हिंसा गरेको आरोप छ र प्रहरीमा उजुरी पनि। सिक्रेट दूतको आजको भिडियोमा हामी गुन्डुमा बस्ने र जेनजीले गुन्डा उपनाम दिएका पूर्व मन्त्री तथा सांसद तथा एमाले र केपी ओलीको पछाडि चाकरी गर्दै हिँड्ने एमालेका युवा नेता मानिने डी महेश बस्नेतको जीवनकालको छोटकरीमा चर्चा गर्दैछौँ। सो भिडियोमै रहनु होला है त। भिडियो सुरु गर्नुभन्दा अगाडि थ्याङ्क यू वेब साथी फर स्पोन्सरिङ दिस भिडियो। यदि तपाईँहरूको बिजनेसको लागि वेबसाइट बनाउनु छ, कन्टेन्ट बनाउनु छ, ग्राफिक डिजाइन गर्नु छ, सफ्टवेयर बनाउनु छ भने तपाईँहरूले वेब साथीलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ है। आगौँ आजको भिडियोतर्फ। कन्ट्रोभर्सीले भरिएका महेश बस्नेतको जन्म 16 जनवरी 1975 मा भक्तपुरको सूर्यविनायक 7 गुन्डु गाउँमा भएको थियो, जहाँ अहिले केपी ओली पनि बस्दैछन्। पिता पुनरबहादुर बस्नेत र माता ईश्वरी बस्नेतबाट जन्मिएका महेश बस्नेत बाल्यकालदेखि नै राजनीतिक रूपले सक्रिय थिए। विशेष गरी विद्यार्थी आन्दोलन तथा युवा संघ संगठन मार्फत उनी राजनीतिमा होमिएका थिए। राजनीतिमा होमिएकै कारण उनले शिक्षा तथा प्रारम्भिक करियरबारे त्यस्तो धेरै पढ्न र पठन पाठन भने गरेनन्। उनले सानैदेखि नै सामाजिक संघ संगठनमा काम गरेको भएर उनी राजनीतिमा सक्रिय हुन पुगे र पढाइलाई बीचमै छाडे। विद्यार्थी आन्दोलन र युवा संघ संगठन मार्फत महेश बस्नेतले नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरी राजनीति सुरु गरेका थिए। 2008-09 तिर माओवादीका हरकतहरूलाई विरोध गर्ने हिसाबले एमाले एउटा युवा संघ नेपाल नामक युवा संगठन गठन गर्छ र 2008-09 तिर त्यसको अध्यक्ष महेश बस्नेतलाई बनाइन्छ। युथ फोर्समा लामो समय काम गरिसकेपछि उनले 2014 सेप्टेम्बर 14 मा उनी उद्योग मन्त्री बन्छन्। युवा संघ नेपालमा लामो समय काम गरिसकेपछि उनी अब सक्रिय राजनीतिमा अगाडि बढ्न चाहन्छन् र भक्तपुर क्षेत्र नम्बर 2 बाट चुनाव लड्छन् र संसदमा निर्वाचित हुन्छन् र 2014 सेप्टेम्बर 14 मा उनले उद्योग मन्त्री सम्हाल्छन्, जसको नेतृत्व त्यति बेलाको प्रधानमन्त्री सुशील कोइराला थिए जो कांग्रेसका थिए। फेरि 2017 को संघीय निर्वाचनमा भक्तपुर 2 क्षेत्रबाट सांसदमा निर्वाचित हुन्छन्। उनी स्थानीय ब्युरोक्रेसीदेखि युवा नेताको भूमिकामा विविध अनुभव लिएर अगाडि बढ्छन्। अहिले कन्ट्रोभर्सीमा पर्ने र बाघ जस्तै गर्जिने रिसा महेश बस्नेतले सरकारमा हुँदा गरेका केही गतिविधि र उपलब्धिहरू के छन् त त्यो पनि छन् होला। ल आउनुहोस् त्यसको पनि कुरा गरौँ। उनी मन्त्री अवस्थामा हुँदा भूकम्पपछिको उद्धार तथा पुनर्निर्माणको सन्दर्भमा उद्योग क्षेत्रमा ऋण माफी गर्ने पहलमा थिए। उनले सूचना प्रविधि तथा ब्रोडब्यान्ड पहुँच सहज बनाउन आवाज उठाएका थिए। उनी समाज विकास र संगठनात्मक गतिविधिमा सक्रिय पनि देखिएका थिए, विशेष गरी युवा वर्गमा। अब महेश बस्नेतको कुरा गरिसकेपछि कन्ट्रोभर्सी, विवाद र आलोचनाको कुरा गर्न छुटायो भने त्यो त अधुरै होला। त्यसैले अब महेश बस्नेतमाथि के कस्ता आरोप र विवादहरू छन् त त्यो पनि जानौँ है त। 2077 सालमा जनता समाजवादी पार्टीका ल मेकर डाक्टर सुरेन्द्र यादवलाई किडन्याप गरेको आरोप महेश बस्नेतमाथि छ। तर यो भने एउटा केवल आरोप मात्र थियो, अदालतबाट पुष्टि भने भएको छैन। उनीमाथि लागेको एउटा प्रमुख आरोप छ बलात्कार र जबरजस्तीकरणको केस। 7 अप्रिल 2024 मा एमालेकै महिला कार्यकर्ता शोभा पाठकमाथि जबरजस्तीकरण गरेको आरोपमा उजुरी दर्ता भएको पनि थियो र आरोपितले पटक पटक धेरै प्रमाणहरू पनि पेश गरेकी छिन्। तर पनि महेश बस्नेत अहिलेसम्म पक्राउ भने परेका छैनन्। यी भिडियोहरू हेर्नुहोस्। अनि त्यसपछि हाम्रो टेकु परिषदलाई पनि बुझाएको छु र सरकारी वकिलमा पनि बुझाएको छु। 120 पन्नाको प्रमाण गृह मन्त्रालयलाई बुझाउनु भयो। त्यो त कमै हो, त्यो त एकदमै कम। मलाई लाग्छ 20-25 दिनकै हुन सक्छ मसँग त्यति भएको एभिडेन्स चाहिँ। पहिलाका एभिडेन्स हेर्ने हो भने मसँग हजारौं प्रमाण छन्। र अर्को प्रमुख कुरा त सामाजिक सञ्जालमा उहाँलाई शक्ति नियन्त्रण, गाली गलौज तथा राजनीतिक प्रतिद्वन्दीहरूमाथि दबाव हुने कार्यसँग जोडेर आलोचना भने धेरै गरिएको छ र हामीले पनि धेरै कुराहरू देखिरहेका छौँ। सामाजिक सञ्जालमा कसैलाई धम्क्याउने, कसैको मजाक उडाउने, कसैलाई नीचा देखाउने त उनको स्वभाव नै हो। अहिले के छ त महेश बस्नेतको स्थिति त्यो पनि जानौँ है त। भदौ 23 र 24 गति भएको जेएनजी आन्दोलनपछि महेश बस्नेत केही समय गुपचुप थिए, तर आन्दोलन शान्त भइसकेपछि उनी बाघ झैं गर्जन थालेका छन्। जेएनजीहरूलाई आतंककारी भन्दै, अन्तरिम सरकारको प्रमुखलाई बिचरा बुढियामै जेएनजीका बुढियामा भन्दै गिजाइ पनि रहेका छन्। र अर्को एकजना पत्रकारलाई धम्क्याएको अडियो त हामी सबैले सुनेका मात्रै हो। यो रिपोर्ट हेर्नुहोस्।
सबै सभा आउने गरेर म कहाँ छु म त्यहाँ आउँछु भन्नु होइन होइन तपाईँको इन्टरभ्यू लिन कुनै पनि समस्या भएन तर तपाईँले कसरी बोलिरहनु भएको छ तिम्रो हैसियत अनुसार बोलिरहेको छु तिमी कहाँ छौ भन त म त्यहाँ इन्टरभ्यू दिन आउँछु हजुर हजुर तिमी कहाँ छौ म इन्टरभ्यू दिन आउँछु क्या होइन होइन तपाईँले त थर्काउने तरिकाले बोल्नुभयो त थर्काएको होइन तिमीलाई मैले राम्रैसँग बोले मेरो घाँटी बसेको छ मेरो तिम्रो जे हरकत गरिरहेको छ तिमी मलाई भनेर छ तिमीलाई फर्काउने होइन तिमीले गरेका तिम्रो सबै चालबाजी गरिरहेको छु मैले तिम्रो त अति धेरै भएको छ तर तिमी कहाँ छौ भन न म तिमीलाई इन्टरभ्यू दिन होइन होइन म कहाँ छु भन्ने कुरो त म के अरे तपाईँसँग भेट्नलाई मलाई कुनै ठुलो कुरो भएन क्या तर तपाईँले अहिले जसरी थाहा पाउँछ तिमीले पाउँछौ त कम्प्युटर पाउँछ विषयमा होइन होइन तपाईँले अब आफै सोच्नुहोस् हामीले कस्तो सांसद पाएका थियौँ त अब एकछिन महेश बस्नेतको भविष्यका सम्भावना तथा चिन्ताहरूको बारेमा पनि डिस्कस गरौँ है त अहिले जुन हिसाबले जेएनजी आन्दोलनपछि सबै नेताहरू डराइरहेको बेला उनी बाघ जस्तै गर्जिँदा कतिपयले हिम्मतिलो नेता भनेर पनि सम्बोधन गर्दैछन् तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई छोएर देखाऊ देशभरि आगो बल्ने छ यो कुरा म तपाईलाई राख्न चाहन्छु एमालेमा त झन् यस्ता नेताहरू अझै धेरै हुनुपर्छ भनेर माग पनि गरिरहेका छन् यति धेरै विवादको बावजुद उनले आफ्नो इमेज सकारात्मक बनाउन भने एउटा चुनौती नै छ तर यदि न्यायिक विवादहरू समाधान भयो भने उनी अझ ठुलो नेतृत्व जनाउन भने सक्छन् है अब हुँदा हुँदा जेएनजी आन्दोलनमा जुन हिसाबले केपी ओलीको घर जलाइयो उनले नै घोषणा गरेर भक्तपुरको गुन्डुममा ओलीको लागि नयाँ घरको नाम ओलीकुटी नाम दिएर अब नयाँ घर बनाउने भनेर घोषणा पनि गरिसकेका छन् यो त रह्यो महेश बस्नेतको राजनीतिक यात्रा उनको राजनीतिक यात्रा धेरै विस्तृत र दुविधामा भरिएको पनि देखिन्छ एकातिर युवा नेता मन्त्री तथा सांसद र अर्कोतिर विवाद र आलोचनाको केन्द्रबिन्दु भविष्यमा उनको छवि राजनीतिक प्रभाव र सामाजिक स्वीकार्यता कसरी विकास गर्नेछ भन्ने कुरा समय र घटना प्रवाहले निर्धारण गर्नेछ आजको लागि यति नै सिक्रेट दूतको भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद र अबदेखि अब हुन लागेको चुनावको लागि आफू र आफ्नो परिवार र आफ्नो समाज तयार रहौँ अब देशलाई नयाँ अनुहारको खाँचो छ पुरानाले के गरे त्यो हामीले देखिसकेका छौँ मत परिवर्तन गर्नु जरुरी छ त्यसैले कसैलाई भोट गर्नुभन्दा अगाडि 5 पटक सोचौँ र सही उम्मेदवारलाई भोट गरौँ र पुरानाले के गरे भन्ने एउटा क्वेसन खडा गरौँ तपाईँले नयाँलाई किन भोट हाल्ने भन्ने कुराको उत्तर आफैले पाउनुहुन्छ थ्याङ्क यू सो मच